भ्लग चाहिँ आज गाउँबाट हुँदैछ सो अब चाहिँ हामी चाहिँ माथि मन्दिर जाँदैछौँ सो हिँडेको भिडियो पनि देखाउँछु देखाउनु छ तपाईँहरूलाई म चाहिँ हामी चाहिँ कहाँसम्म चाहिँ यहाँबाट त्यहाँ माथि डाँडासम्म जाने त्यहाँ निशानहरू पनि अब जाने त्यसपछि फेरि नुहाउने त्यहाँ गएर फेरि नुहाउने अनि त्यसपछि के जग्गा ओके सो अलिक क्लियर हुँदैन त त्यहाँ होइन सो अल राइट गाइस अब हामी जान लाग्छ खैली हो त मेरो हातमा एउटा कुखुरा छ दुईवटा कुखुरा छ सो अब हामी जान्छौँ कति बजिरहेको अहिले 6 बजिरहेको छ सो अहिले चाहिँ यस्तो छ हेर्नुहोस् मकै बारी बधारम हेलो हेलो कुकुरज्यू कता हुनुहुन्छ अब हामी जान्छौँ यहाँ मान्छेहरू धेरै छन् यहाँ चाहिँ मकै बारी भित्र छन् यहाँ मान्छेहरू कता छन् ए गाइस आज त पानी पर्ला जस्तो देखिन्छ छाता लिनु पर्ला हेलो निशान हामी एकैचोटि त्यो माथि डाँडामा भेटाउनु आधी डाँडामा त्यो हल्का डाँडामा अल राइट गाइज हामी चाहिँ यहाँ उकालोमा हिँड्यौँ यति टाढा छ हेर्नुहोस् यतिकै आराम हेर्नुहोस् यस्तो छ एकदम पसिना आउँछ हाम्रो कुकुर भन्छ हामीलाई मौसमले साथ दिएन है पानी परिरहेको हल्का धेरै त होइन हल्का परिरहेको पानी मेरो कमेन्ट गर्नुभएको थियो अस्ति नै एउटा भिडियोमा तपाईँको फेस राम्रोसँग देखेन त पहिला मैले अलिक तल गर्छु फेरि अनि माथि गर्छु है त हात गल्छ कि फेरि अगाडि छ कुकुर हार्दैन मम्मीहरू त तलै हुनुहुन्छ सन्त मेरो फेस देखेछ तर फेस देखेछ अझै गरेर हाम्रोबाट त्यो अब एकचोटि पानी खाने ठाउँमा भेटौँ है अल राइट गाइस हामी चाहिँ टक्कै माथि आइभ्यो अब गाउँ आउनु आइभ्यो लगभग आइभ्यो गाउँ होइन सो अब चाहिँ झन्डै पानी परेन गाई चाहिँ अब भ्यू हेर्नु म तपाईँलाई भ्यू देखाउँछु हेर्नुहोस् त भ्यू यस्तो डेन्जर छ हेर्नु र हाम्रो एउटा साथी पनि छन् हुनुहुन्छ र हाम्रो यस्तो भ्यू छ त्यो अब हामी हिँड्छौँ म चाहिँ यो कसैको सल बिर्दैछु गाउँ चाहिँ यो गाउँको नाम चाहिँ होइन हामी बसेको त होइन यो गाउँको नाम चाहिँ नेवार गाउँ हो नेवार गाउँ म तपाईँलाई भने त्यो एउटा राम्रो भ्यूको बारेमा त्यो भ्यू चाहिँ अलिक देखिन जस्तो लागिरहेको ट्राई गरौँ है उतापट्टि जस्तो राम्रो भ्यू दिन्छु माथि डाँडाबाट त्यो थियो र
त्यहाँ अस्ति नै हामी पिकनिक गरेको तिहारमा राजीहरू सो यहाँ चाहिँ एउटा सुविधा गरेँ तर आदि गरेछ कि हेर्नु न सिडी बनाइदिएको कि पहिला ढुङ्गामा चढ्दैन पर्थ्यो अहिले त हामीले एउटा सिडी बनाइदियो ए अन्त किन भागिरहेको भन्दाखेरि हामी चाहिँ एउटा ठुलो उता भुटार छ भुटार हो है यहाँ चाहिँ हामी यसरी चुडार बस सो यहाँ चाहिँ पानीको सुविस्ता गरिरहेको छ सो भ्युटार चाहिँ यो हो गाइस भ्युटार चाहिँ हाम्रो यो रहेको छ देख्न सक्नुहुन्छ किनकि यो किन थोरै तलाको बनाएको भन्दा यो धेरै नै माथि नै छ नि त भ्युटार 2-3 तला मात्र बनाएको 1 तला 2 तला 3 तला 4 तला लगभग 2-3 तला हो यहाँ मन्दिर छ मन्दिर ओ मन्दिर हजुर हजुर खै मन्दिर सो हामी चाहिँ माथि जाँदैछौँ है कस्तो हुन्छ गाइज कमेन्ट एन्ड बिलो सो हेलो गाइज आस्ते आस्ते so भ्युटार but this one is the first floor देखि सक्नुहुन्छ गाइस हाम्रो यहाँ भ्युटार हेर्नुस् सेकेन्ड फ्लोर ओ यहाँ सेफ्टी हुन्छ होइन यहाँ हेर यहाँनिर रेलमा छाप्दैन यहाँ सेफ्टी रहेछ सेकेन्ड फ्लोर मैले भनेको थिएँ नि तपाईँहरूलाई गाइस तपाईँ राम्रो ठुलो भ्यू छ भनेर हेर्नुहोस् माथि तारमा चाहिँ मम्मी अझै बनाउँछ अरे त अझै ताला सो दिस इज द लास्ट मुटुमै बसेछ नि माया थाहा नै भएन छोडेर लगेछौ यो मुटु होसमै भएन त्यो मनले त बुझेन त्यो मनले नि भन्न नि सकेन त्यो मनले त बुझेन मुटुमै बसेछ नि माया